हाम्रो परिवारको चाहिँ एउटा आदत छ होइन, त्यो चाहिँ के हो भन्दाखेरि जुनै पनि स्पेसल डे हुन्छ, जस्तै आज मेडे थियो, एनिवेज विश यु अल अ भेरी ह्याप्पी लेबर्स डे। यो भिडियो अपलोड भइन्जेल चाहिँ मेडे सकिसकेको हुन्छ, बट देन केही छैन। त्यस्तो स्पेसल डेहरूमा चाहिँ अलिकति स्पेसल खानेकुरा बनाउने खाने आदत छ नि त। सो हेलो एन्ड नमस्ते एभ्रिवान। आजको भिडियोमा चाहिँ मैले आज मेडेको दिन बनाएको चिकन सुपको र नुडल्सको रेसिपी सेयर गरिरहेको छु होइन। नुडल्स चाहिँ मैले पहिल्यै बोइल गरिसकेको थिएँ, अनि म चाहिँ चिकन सुप कसरी बनाउँछु नुडल्सको लागि भनेर चाहिँ तपाईँहरूसँग रेसिपी सेयर गर्दैछु। र हाम्रो घरमा जतिवटा भेजिटेबलहरू अभाइलेबल हुन्छ त्यो चाहिँ हामीले लिने है, किन भन्दाखेरि चिकन सुपमा चाहिँ हामीले यो भेजिटेबल पनि एड गर्छ नि त। अनि चिकनलाई चाहिँ पहिल्यै सफा गरेर धुइधाइ गरेर चाहिँ बोइल गर्ने होइन, अदुवा र लसुन क्रस गरेर हाल्ने बोइल गर्दा चाहिँ, किन भन्दाखेरि चाहिँ त्यो पानी हामी युज गर्नुपर्ने हुन्छ बादमा है। अन्त त्यो चिकन बोइल भइसकेर निकालेर काटिन्जेल चाहिँ पहिला चाहिँ हामीले क्यारेट र के भन्छ आलुलाई चाहिँ फ्राई गर्दै गर्ने, किन भन्दाखेरि त्यसलाई चाहिँ पाक्नु टाइम लाग्छ नि त अलिक, आलु त पाक्नु पऱ्यो होइन। अन्त चाहिँ त्यसलाई फ्राई गर्दै गर्ने, यता चिकन चाहिँ काट्ने होइन, जत्रो काट्नु मनपर्छ तपाईँलाई काट्नुहोस्। अन्त चाहिँ त्यो यता पाक्दै पनि गर्छ आलु र गाजर चाहिँ है, 10-15 मिनट लाग्छ नि त चिकन काट्नु। त्यसपछि चाहिँ चिकन एड गरिदिने होइन, अनि चिकनलाई पनि एकछिन भुट्ने, हल्का डढाउने होइन, हल्का अब त्यो कालै चाहिँ नबनाउनुहोस्। अन्त चाहिँ क्याबेज र क्याप्सिकम चाहिँ लास्टमा एड गर्ने, जब आलु र त्यो क्यारेट पाकिसक्छ नि त्यति बेला होइन। अन्त त्यसलाई पनि भुट्ने, अनि क्याप्सिकमको चाहिँ स्मेल अलिकति हुन्छ नि त, त्यसले गर्दा तिनीहरूलाई त्यो स्मेल गइन्जेलसम्म भुट्नुहोस् होइन। त्यसपछि नुन हाल्नुहोस्, अनि सोया सस हाल्नुहोस्। त्यसपछि जुन चाहिँ पानी थियो नि बोइल गर्दा गरेको चिकन त्यो एड गर्नुहोस्, अनि त्यो एड गरेर एकछिन उमाल्नुहोस् है। अन्त चाहिँ त्यही पानीमा उमाल्नुहोस्, त्यहाँबाट चाहिँ तपाईँलाई जति सुप चाहिन्छ त्यति पानी एड गर्न सक्नुहुन्छ। अनि यसलाई एकपल्ट मजाले उमाल्नुहोस्, त्यसपछि चाहिँ सुप रेडी हुन्छ है। र यो चाहिँ आजको हाम्रो मेडेको लन्च थियो। सो आई होप you all enjoyed watching my video. Thank you so much for watching everyone.